ल है साथीहरू, हामी चाहिँ आज बिहे पार्टीमा जाँदैछौँ। दुईजना दिदीहरू अनि मम्मी अनि दाइ एउटा छिमेकीको बिहेको पार्टीमा है। ल हामी चाहिँ अब फाइनली पार्टीमा पनि पुगिसकेका छौँ। सबैजना जम्मा भइसकेका रहेछन्। हामी पनि यताउति हेरिरहेछौँ। अब हामी चाहिँ पहिला अब बेहुला बेहुलीहरूलाई खादाहरू लगाइदिउँ अनि त्यो पछि मात्र स्न्याक्सहरू ल्याउँ न भनेर बेहुलाबाट जाँदै हुन्छ है दाइ दिदी मम्मी पनि गइराखेको छ। हँसिलो बेहुला हँसिलो बेहुली है। हामीले ग्रुप फोटो पनि ल्याउँ। छोरीलाई फेरि त्यहाँ गीत बजिरहेको थियो, स्टेजमै गएर नाच्न थालेछ। हेर्छ न उसकै पारामा, हे भगवान्, उसलाई गीत सुन्नै हुँदैन, गीत सुन्नै हुँदैन। छोरीलाई नाचिहाल्ने उसलाई जाँची होस्, उसलाई गीत सुनिसकेपछि उसको नाच्न सुरु भइहाल्छ। ऊ ग्रुपमा धरि यतापट्टि ग्रुपमा दिदीहरू नाचिरहेको छ। जब उसको नाच्न पुगिसक्यो अनि त्यसपछि हामीले स्न्याक्सहरू लिन थाल्यौँ। छोरी आफ्नै पारामा ग्रुप फोटोहरू पनि लिन थाल्यौँ। एउटा दुईवटा पनि ल्याउँ न भनेर खिच्न थालेछौँ है हामी चाहिँ। अनि हामी आफ्नै पारामा रमाइलो पनि गरिरहेछौँ। हेर्छ न यहाँ हामी चारजना आफ्नै संसारमै रमाइरहेछौँ। टिकटकमा पनि हाल्न हुन्छ है भनेर ग्रुपमा हिँड्या पनि छौँ। तर अलि लाइट नै नमिलेर है अलि अँध्यारो पो आएको छ हौ फोटोहरू त। र फाइनली अब हामी घर फर्किने क्रम